पनि अब म टिकटकबाटै भएको कारणले टिकटकमा चाहिँ हाम्रो धेरै विदेशमा बस्नुभएको दाजुभाइहरूले चाहिँ मलाई उपहार पठाउनुहुन्थ्यो अनि मैले चाहिँ त्यो उपहारको सही सदुपयोग दिउँ न त भनेर चाहिँ थोरै भए नि सहयोग गरौँ भनेर चाहिँ हाम्रो टिम नेपालमा आएको छु अनि मैले सोचेकै थिइनँ कि यति धेरैजनाले खाना खान नपाउनु भएको रहेछ अहिले चाहिँ मलाई जनताहरूले दर्शकहरूले एकदम धेरै माया गरेर अनि दर्शकहरूकै प्रतिफल स्वरूप ममा अलिकति सेभिङ्सहरू भइरहेको छ अनि माया गरेर मलाई पठाउनुहुन्छ त्यहाँबाट चाहिँ मैले एउटा राम्रो ठाउँमा ल्याएर गर्न सकेँ भने चाहिँ धेरैजनालाई खुसी बनाउन सक्छु एउटा हुन्छ नि समाजसेवामा चाहिँ एउटा इट्टा भए नि थप्न सक्छु भन्ने चाहिँ मलाई फिल भएर यहाँ गरेको एकदम फ्यामिलीको सपोर्टमै हो मलाई चाहिँ मम्मीले पनि एकदम धेरै यस्तो कामहरू गर हामीलाई त खाना लाउन त पुगेकै छ नि त धेरै कुरा पो जोड्न सकिएन त खाना लाउन त पुगेकै छ त्यही खाना लाउन पनि नपाउनु हुने कति धेरैजना हुनुहुन्छ भन्ने चाहिँ मम्मीले मलाई सम्झाइराख्नुहुन्छ प्रोफेसनल पाटो त अहिले खडेरी लगाइसकेको छ नि कति बजे म सायद 8 बजेतिर आइपुगेको थिएँ होला यहाँ आइपुगेका थियौँ हामी त्यो बेलादेखि मैले यहाँको सबै गतिविधिहरू निरीक्षण गर्ने अवसर पाएँ अब यहाँ यस्तो यो सबै मेरो छोराछोरी नै सरहको हुनुहुन्छ होइन अब यस्तो उमेरको छोराछोरीहरू चाहिँ एकदम अब सकि नसकि त्यत्रो ठुलो भाँडाहरूमा खाना पकाइरहनु भएको छ कोही तरकारी काटिरहनु भएको छ हेर्दाखेरि यहाँ एउटा यो खाना बनाउने ठाउँ पनि व्यवस्थित छैन होइन यस्तो टिनको टहरा छ अब पानी पर्दा यो सबै चुहिएको पनि देखियो अनि यस्तो साँगुरो ठाउँ छ त्यत्रोजनामा म त त्यो चौरमा मान्छे गन्छु भनेको सम्भवै भए अनि त्यसमाथि त्यो खाना खुवाउने मात्रै काम नभएर यत्रो राहत वितरण गरिरहनु भएको रहेछ अब खाना खुवाएर सकेर आएर अब फेरि यो राहत वितरण गर्ने कामको सुरुवात हुँदैछ यो काममा लाग्नुभयो फेरि होइन अब यत्रो ठुलो लक्ष्य लिएर यत्रो ठुलो उद्देश्य बोकेर हिँडेको व्यक्तिहरूको लागि चाहिँ सरकारले एउटा व्यवस्थित ठाउँ बनाइदिए हुन्थ्यो होइन नमस्ते सबैजनालाई नमस्ते हामी चाहिँ अहिले हाम्रो टिम नेपालसँग मिलेर हामी थापाथली जाँदैछौँ भोकाहरूलाई चाहिँ खाना वितरण गर्नको लागि हामी चाहिँ अनाम नगरबाट खाना लिएर अहिले चाहिँ हामी थापाथलीतिर जाँदैछौँ यहाँ हाम्रो टिम हुनुहुन्छ सबैजनालाई नमस्ते तपाईँ आज हाम्रो टिम नेपालसँग मिलेर पर्सुतिगिरा थापाथली पर्सुतिगिरा पछाडि खाना बाँड्न आउनु भएको छ हजुर हजुर यहाँ चाहिँ कसरी जोडिन पुग्नुभयो तपाईँ मैले हाम्रो टिम नेपालले गरेको कामहरू त पहिला पनि हेर्दै आइरहेको थिएँ मलाई पनि केही गरौँ भन्ने चाहिँ लागिरहेको थियो अनि मलाई चाहिँ अरू नभए पनि अब म टिकटकबाटै भएको कारणले टिकटकमा चाहिँ हाम्रो धेरै विदेशमा बस्नुभएको दाजुभाइहरूले चाहिँ मलाई उपहार पठाउनुहुन्थ्यो अनि मैले चाहिँ त्यो उपहारको सही सदुपयोग दिउँ न त भनेर चाहिँ थोरै भए नि सहयोग गरौँ भनेर चाहिँ हाम्रो टिम नेपालमा आएको छु एकदम धेरै मन प्रफुल्लित भयो एकदम खुसी लाग्यो सबैजनाले चाहिँ देख्न पाउँदा कसैको पेटमा एक घाँस भए नि थप्नु पाउँदा थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू हाम्रो टिम नेपाललाई पनि एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु यति राम्रो काम गर्नुभएको छ सरकारले गर्न नसकेको काम उहाँहरूले गर्नुभएको छ आगामी दिनमा पनि यस्तै सहयोग गर्नुहोला अहिले जसले हेर्दै हुनुहुन्छ उहाँहरू सक्षम हुनुहुन्छ भने उहाँहरू पनि केही सहयोग गर्नुहोला भन्न चाहन्छु तपाईँ चाहिँ पहिलेदेखि नै समाजसेवामा कार्यरत हुनुहुन्थ्यो कि यो पहिलो पाइला हो कि के हो तपाईँको म चाहिँ अब यो क्षेत्रमा लाग्न थालेपछि चाहिँ मैले 2-3वटा ठाउँमा चाहिँ गरेको छु सहयोग चाहिँ मानव सेवा आश्रममा पनि म जोडिएर अलिकति सहयोग गरेको छु अब हाम्रो टिम नेपालसँग पनि यो त फर्स्ट सहकार्य भयो यसपछिका आगामी दिनमा पनि अझै धेरै सहकार्य गरौँला भन्ने चाहिँ आशा छ तपाईँलाई चाहिँ के लाग्थ्यो यो खाना बाँड्ने चाहिँ काम कसरी हुन्छ के हुन्छ यहाँ आउनुभन्दा अगाडि चाहिँ यहाँको बारेमा तपाईँको सोचाइ धारणा चाहिँ के थियो वास्तवमा मलाई चाहिँ लागेको हाम्रो त्यही अनाम नगरमा नै बाँडिन्छ होला उहाँ नै आउनुहुन्छ होला भन्ने लागेको थियो अनि मैले सोचेकै थिइनँ कि यति धेरैजनाले खाना खान नपाउनु भएको रहेछ अनि यहाँ आएपछि मलाई दाइहरूले भन्नुभयो मजदुरहरू श्रम गरेका मान्छेहरू त अहिले श्रम गर्न पाएका छैनन् अनि उहाँहरूलाई चाहिँ खान अप्ठ्यारो भएको छ अनि उहाँहरू चाहिँ आउनुहुन्छ भन्नुभयो यत्रो धेरैजना यहाँ देख्दाखेरि चाहिँ एकदम धेरै खुसी लाग्यो मैले चाहिँ एक्सपेक्टै गरेको थिइनँ कि यति धेरैजना भोको हुनुहुँदो रहेछ भनेर चाहिँ तपाईँ चाहिँ मोडलिङमा एकदमै सक्रिय हुनुहुन्छ टिकटकमा त्यत्तिकै फेमस हुनुहुन्छ अब चाहिँ त्यहाँ मात्र नभएर यो क्षेत्रमा पनि यहाँ खाना नपाएकाहरूलाई एक्टिभली सहयोग गर्नुपर्छ खाना खुवाउनुपर्छ भन्ने तपाईँको धारणा चाहिँ कहिलेबाट आएको खास मलाई समाजसेवामा रुचि चाहिँ सानै बच्चैदेखिबाट थियो तर आफ्नो अब सबै कुरा हुन्छ नि त हामी त्यो धेरै हाई क्लास फ्यामिलीको पनि होइन मिडल क्लास फ्यामिलीको हो आफूले गर्न सक्ने सहयोगहरू चाहिँ गरिरहेको थियौँ अहिले चाहिँ मलाई जनताहरूले दर्शकहरूले एकदम धेरै माया गरेर अनि दर्शकहरूकै प्रतिफल स्वरूप ममा अलिकति सेभिङ्सहरू भइरहेको छ अनि माया गरेर मलाई पठाउनुहुन्छ त्यहाँबाट चाहिँ मैले एउटा राम्रो ठाउँमा ल्याएर
गर्न सके भने चाहिँ धेरैजनालाई खुसी बनाउन सक्छु, एउटा हुन्छ नि समाजसेवामा चाहिँ एउटा इट्टा भए नि थप्न सक्छु भन्ने चाहिँ मलाई फिल भएर यहाँ गरेको। अहिले चाहिँ समाजसेवा गर्ने र स्टारडम कमाउने भन्ने हुन्छ, फेरि तपाईँ भर्खरै करियर तपाईँको हाइटमा जाँदैछ, तपाईँले फेरि त्यस्तो लान्छना लाग्न सक्छ, त्यतातिर तपाईँले के सोच्नु भएको छ? यस्तो हुन्छ समाजसेवा गरेर अनि अब फोटो आउँछ, फेसबुकमा आउँछ, न्युज आउँछ होइन, त्यो चाहिँ एउटा प्रमोसनको हिसाबले मात्रै नभएर एउटा चाहिँ इन्सपिरेसनको हिसाबले पनि लिनुपर्छ। हामी चाहिँ मोडल मात्रै नभएर एउटा रोल मोडल बनाऊ समाजमा, हामीलाई देखेर अरू धेरैजनाले सिको गरून् भन्ने चाहिँ हामीलाई लाग्ने हो। अब त्यही हो, अब हामीले काम गऱ्यौँ भने चाहिँ दर्शकहरूले अझै धेरै साथ सपोर्ट दिनुहुन्छ, त्यहाँबाट फेरि आउँदै जान्छ, हामीले त्यसलाई फेरि सही सदुपयोग गर्न सक्छौँ नि त। त्यही भएर यसलाई प्रमोसनको हिसाबले मात्रै लिनु हुँदैन, यसले प्रमोसन राम्रो गर्छ, मतलब चिनाउँछ, राम्रो काम गर्छ भनेर चिनाउँछ, त्यो राम्रो कुरा हो, चिन्नु पनि पर्छ, राम्रो काम गर्नलाई त चिन्नु पर्यो नि त। यो समाजसेवा गर्नलाई फेरि आफूले मात्रै हात हालेर हुँदैन, यो कोभिडको यस्तो माहौल छ, घर परिवार तर्सित हुन्छन्, तपाईँले चाहिँ फ्यामिलीबाट सपोर्ट भएरै हो कि फ्यामिलीको अगेन्स्टमा आउनु भएको? होइन, एकदम फ्यामिलीको सपोर्टमै हो। मलाई चाहिँ मम्मीले पनि एकदम धेरै यस्तो कामहरू गर, हामीलाई त खाना लाउन त पुगेकै छ नि त, धेरै कुरा पो जोड्न सकिएन त, खाना लाउनु त पुगेकै छ, त्यही खाना लाउनु पनि नपाउनु हुने कति धेरैजना हुनुहुन्छ भन्ने चाहिँ मम्मीले मलाई सम्झाइराख्नुहुन्छ। त्यो कुराले पनि म एकदम धेरै इन्करेज भएर चाहिँ यसरी समाजसेवामा लागौँ, अलिअलि भए नि सहयोग गरौँ भन्ने चाहिँ लाग्छ। अहिले पनि साथमा चाहिँ मेरो मम्मी आउनु भएको छ, जे होस् हामी आमा छोरी अनि हाम्रो परिवार चाहिँ सबैजना सँगै भएर गर्छौँ काम बिस्तारै बिस्तारै। यो त सुरुवात मात्रै हो। यो चाहिँ भयो तपाईँको समाजसेवाबाट। तपाईँको प्रोफेसनल करियर चाहिँ अहिले के भइरहेको छ? लकडाउन छ, सुटिङहरू सबै बन्द छन्। प्रोफेसनल पाटो त अहिले खडेरी लगाइसकेको छ नि, अब कामहरू भएको छैन, अब निस्किन पनि धौधौ थियो। आज म लकडाउन पछि चाहिँ पहिलोचोटि निस्किएको छु। त्यही छ, सुरक्षित रहनुपर्छ, पहिला स्वास्थ्य हो, त्यसपछि अरू कुरा आइहाल्छ। अब खाना लाउन गाह्रो चाहिँ अलि छैन, त्यही भएर जीवन चाहिँ निर्वाह भइरहेको छ। म यहाँ आउनुभन्दा अगाडि अब फेसबुकहरूमा मैले हेरेको थिएँ, विभिन्न मिडियाहरूमा यो हाम्रो टिम नेपालले गरेका कामहरू मैले हेरिराखेको थिएँ। हुन त मैले त्यहाँबाट पनि देखेको थिएँ, त्यस्तो व्यवस्थित जस्तो त मलाई लाग्दैन थियो त्यहाँबाट पनि। तैपनि आज त्यो भएर पनि मलाई चाहिँ एकचोटि यहाँ गएर हेरौँ, आफ्नै आँखाले प्रत्यक्ष के रहेछ हेरौँ भनेर एकदम मन थियो। अनि अब यस्तो अरूको सेवाको लागि खटिरहेका व्यक्तिहरूसँग नजिक हुन अनि आफूले पनि त्यहाँको माहौल बुझ्न एकदम मन लागेको भएर आज ठुलो रहरले नै हामी यहाँसम्म आइपुग्यौँ। अब यो लकडाउनको अवस्थामा अहिलेसम्म हामी घरबाट निस्किने माहौल पनि थिएन, निस्किएको पनि थिएन। आज हामी पहिलो टाइम यो संस्थाको विषयमा पनि बुझौँ, थोरै भए पनि मेरो नानीले चाहिँ अब सहयोग गर्न पाए हुन्थ्यो भन्ने इच्छा लागेको देखाएको भएर अनि जाउँ भनेर आइयो। र यहाँ आएर मैले यो कति बजे म सायद 8 बजेतिर आइपुगेको थिएँ होला, यहाँ आइपुगेका थियौँ हामी। त्यो बेलादेखि मैले यहाँको सबै गतिविधिहरू निरीक्षण गर्ने अवसर पाएँ। अब यहाँ यस्तो यो सबै मेरो छोराछोरी नै सरहको हुनुहुन्छ होइन। अब यस्तो उमेरको छोराछोरीहरू चाहिँ एकदम अब सकि नसकि त्यत्रो ठुलो भाँडाहरूमा खाना पकाइरहनु भएको छ, कोही तरकारी काटिरहनु भएको छ, एकदम काममा व्यस्त हुनुहुन्छ, असिन पसिन हुनुहुन्छ होइन। अनि त्यो देख्दा पनि मलाई एकदम अनौठो यस्ता व्यक्तिहरू पनि छन् है, नेपाल आमाले चाहिँ यस्ता सुपुत्रहरू जन्माएकी छन् है भन्ने जस्तो लाग्यो मलाई, एकदम भावुक बनायो त्यो दृश्यले। अनि त्यसपछि हामी सँगसँगै अब यहाँबाट फेरि त्यो खाना बनाएको खाना खुवाउने ठाउँ चाहिँ यहाँ रहेनछ, ठाउँ एकदम साँघुरो रहेछ, त्यो पनि थाहा थिएन। यहाँ खाना बन्छ, थापाथलीमा गएर खुवाउने हो भन्ने कुरा पनि थाहा थिएन मलाई। अनि सँगसँगै हामी खाना लिएर थापाथलीमा गयौँ। अनि त्यहाँ गएर हेर्दाखेरि चाहिँ चौरभरि अब मान्छेहरू बस्नुभएको, खाना भएको मान्छेहरू बस्नुभएको देख्दाखेरि अब गर्मी अलिअलि घाम पनि त अब लागिसकेको छ, गर्मीको बेला चौरमा खाली चौरमा अनि पानीले गर्दा जतासुकै पानी जमेको छ, हिलो छ, अब त्यस्तो ठाउँमा बसेर खानुपर्ने बाध्यता छ। अनि त्यो देख्दा चाहिँ साह्रै चित्त दुख्यो मलाई। अब यत्रो गर्छौँ हामी यो देशको लागि, केही गर्छौँ, यहाँ कोही पनि भोका नरहुन्, नाङ्गा नरहुन् कोही पनि भनेर एउटा यत्रो अभियान चालेर अगाडि बढेका व्यक्तिहरूलाई चाहिँ अलिकति सरकारले पनि सपोर्ट गरिदिएर कसरी हुन्छ उनीहरूलाई सहज तरिकाले आफ्नो काममा अघि बढ्ने वातावरण मिलाइदिन सकेदेखि अझ कति राम्रो हुन्थ्यो होला। यो देशमा यसरी कोही पनि भोको बस्नुपर्ने थिएन होला यदि सरकारले पनि सपोर्ट गरिदिने हो भनेदेखि किन यतातिर सरकारको ध्यान नगएको होला जस्तो लाग्यो। यो देख्दाखेरि चाहिँ साह्रै दुःख लाग्यो है। अब यहाँ चाहिँ के गर्नु पर्यो, के गर्यो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्यो तपाईँलाई? मलाई त अब यो हेर्दाखेरि यहाँ एउटा यो खाना बनाउने ठाउँ पनि व्यवस्थित छैन होइन। यस्तो टिनको टरा छ,
अब पानी पर्दा यो सबै चुहिएको पनि देखियो। अनि यस्तो साँघुरो ठाउँ छ, त्यत्रोजना म त त्यो चौरमा मान्छे गन्छु भनेको सम्भवै भएन। कति हुनुहुन्थ्यो होला, 4-5-6 जना हुनुहुन्थ्यो होला। त्यत्रो व्यक्तिहरूको लागि खाना बनाउने ठाउँ अब यहाँ त्यो व्यवस्थित छैन। पानीको ओतबाट जोगिन पनि गाह्रो छ, साँघुरो पनि त्यत्तिकै छ, जतासुकै हिलो छ। अब व्यवस्थित केही पनि व्यवस्थित छैन। अनि त्यसमाथि त्यो खाना खुवाउने मात्रै काम नभएर यत्रो राहत वितरण गरिरहनु भएको रहेछ। अब खाना खुवाएर सकेर आएर अब फेरि यो राहत वितरण गर्ने कामको सुरुवात हुँदैछ, यो काममा लाग्नुभयो फेरि होइन। अब यत्रो ठुलो लक्ष्य लिएर यत्रो ठुलो उद्देश्य बोकेर हिँडेको व्यक्तिहरूको लागि चाहिँ सरकारले एउटा व्यवस्थित ठाउँ बनाइदिए हुन्थ्यो होइन। एउटा कतै सार्वजनिक ठाउँमा, सार्वजनिक जग्गाहरूमा चाहिँ एउटा व्यवस्थित घरै नि त बनाइदिन सकिन्छ नि त। टहरो त बनाउन सकिन्छ नि, ओतबाट जोगिने टहरोसम्म त बनाइदिन सकिन्छ नि त। हो त्यो चाहिँ गरिदिए हुन्थ्यो, अलि व्यवस्थित भइदिए हुन्थ्यो। यो बाहिरतिरको यो पानीको हिलो जतासुकै यस्तो हुँदा अलिकति यो ठाउँलाई नि व्यवस्थित गर्न सकिन्थ्यो होला भन्ने यहाँको यो यहाँको भाइ बहिनीहरूले चाहिँ अत्यन्तै गर्नुभएको छ। बिहान आउँदा कोहीले झार गोड्दै हुनुहुन्थ्यो, कोही सफा गर्दै हुनुहुन्थ्यो। उहाँहरूको पहलले भेटेसम्म रात दिन नभनेर गर्नुभएको रहेछ उहाँहरूले। तर उहाँहरूले गर्दा मात्रै पनि यो व्यवस्थित हुन सकेको छैन। त्यसैले यसलाई चाहिँ एउटा राम्रो ठाउँमा टिनकै टहरो भए पनि अलि चाक्लो, अलि व्यवस्थित तरिकाले अनि त्यही ठाउँमा नै खाना खुवाउन सकियोस्। एक ठाउँमा पकाएको खानालाई अर्को ठाउँमा बोकेर लानु फेरि नपरोस्, त्यो कष्ट गर्नु नपरोस्। हो त्यतिसम्म सरकारले गरिदिन सक्ने हो भनेदेखि त यो अत्यन्तै राम्रो हुन्थ्यो जस्तो लाग्यो।